हेलो हेलो सम्पूर्ण साथीहरू गुड मर्निङ नमस्कार। ल साथीहरूले आवाज सुनिराख्नु भएको छ है? ल पक्का पनि मेरो आवाज आइ नै राख्यो होला। ल साथीहरू अब आज चाहिँ हामी केमा छौँ भन्दाखेरि एउटा विशेष सेसनमा छौँ। के विशेष भन्दाखेरि जुन यो खरिदारको आउँदै गरेको दोस्रो तेस्रो पत्रको परीक्षा छ, यो जुन परीक्षाका लागि अब पढाइ सेवाले चाहिँ खरिदारको दोस्रो र तेस्रो पत्रको कमान्डो क्लास पनि सुरु गरिसकेको छ हैन। त्यसमा धेरै साथीहरू सहभागी भएर आफ्नो क्लासहरू पनि लिइराख्नु भएको छ। यी साथीहरूलाई हाम्रो क्लासहरू के कतिको प्रभावकारी लाग्दैछ, के कतिको सुधार हुँदैछ, प्लिज च्याटमा चाहिँ अलिकति जानकारी दिनु होला है। तपाईहरुलाई के कस्तो लाग्दैछ त हाम्रो क्लास, अलिकति तपाईहरुले कृपया जानकारी पनि दिनुस् है। के कस्तो लाग्दैछ क्लास, तपाईलाई मन परेको छ कि छैन? हामीले सकेसम्म तपाईहरुलाई यो कमान्डो क्लास नै भए तापनि कन्टेन्ट सकेसम्म धेरैभन्दा धेरै दिने भन्ने तरिकाले चाहिँ सक्दो तपाईहरुलाई बिहानै बेलुकैको हिसाबले क्लास गरिरहेका छौँ भने यसका साथसाथै अब अर्को जानकारी पनि तपाईहरुलाई रहेको छ। यो जानकारी चाहिँ के रहेको छ भन्दाखेरि तपाईको नासु खरिदार है, नासु खरिदार तथा सहायक 5औं एवं सहायक 4थो को 1 इयर, हेर्नुस् त 1 इयर अनलाइन क्लास वाला प्याकेज पनि पढाइ सेवामा सुरु भइसकेको छ है। अब हाम्रो टिचर टिम देख्न सक्नुहुन्छ है। तपाईहरुले रोज्नुभएका खोज्नुभएका प्रशिक्षकहरुबाट चाहिँ तपाईहरुको क्लास भइरहेको छ है। त्यसो हुँदै गर्दा के विशेषता छन् त यो कक्षामा जोडिँदै गर्दाखेरि? विशेषताहरू के छन् भन्दाखेरि तपाईको 82 साल भरि पढ्न पाइन्छ। तपाई जुन कोर्समा जोइन हुनुभयो 82 साल भरि पढ्न पायो। जस्तो मानव प्रथम पत्रको आइक्यू र जीकेमा जोडिनुभयो भने यो भनेको 82 साल भरिका लागि एकपटक पेमेन्ट गरेपछि 82 साल भरि पढ्न पाइयो। त्यसैगरी आइक्यू जीके र म्याथमा जोडिनुस्, यसको पनि के त 82 साल भरि पढ्न पाइयो। नासु तथा सहायक 5औं को तीनवटै पत्र है, यो पनि 82 साल भरि। त्यसैगरी खरिदार अथवा सहायक 4थो को तीनवटै पत्र, यो पनि 82 साल भरि नै पढ्न पाउनुहुन्छ तपाईले भने। नासु र खरिदारको तीनवटै पत्र यसमा जोइन गर्दा पनि तपाईहरुले यो 82 साल भरि नै चाहिँ पढ्न पाउनुहुनेछ है। शुल्कहरू एकदम के त मिनिमम तरिकाले हामीले राखिदिएका छौँ ताकि सबैका लागि एफोर्डेबल होस् भन्ने हिसाबले। प्रथम पत्र आइक्यू र जीकेको 5000 फी रहेकोमा तपाईले एकमुष्ट पेमेन्ट गर्दाखेरि तपाईलाई 4500 रुपैयाँ फी रहेको छ। आइक्यू जीके र म्याथको 2500 2500 2500 गरेर 7500 रहेकोमा तपाईहरुले एकमुष्ट पेमेन्ट गर्दा तपाईलाई 6000 रुपैयाँ रहेको छ। नासु तथा सहायक 5औं को तीनवटै पत्रको चाहिँ 10000 फी रहेकोमा एकमुष्ट पेमेन्ट गर्ने साथीहरूलाई एकदम हेभी डिस्काउन्ट 7500। त्यसैगरी खरिदारको फी पनि तीनवटै पत्रको 10000 रहेको अवस्थामा तपाईहरुलाई 7500 हुनेछ आफ्टर डिस्काउन्ट। डिस्काउन्ट गरेकै फी 7500 7500 15000 भयो। नासु र खरिदार दुवैको तीनवटै पत्र लिन चाहने साथीहरूलाई के त 10000 मात्रै शुल्क लाग्नेछ है। नासु खुल्छ कि नै, अब नखुल्ने नै निश्चित भइसकेको छैन है, नखुल्ने नै भनेर निश्चित भइसकेको छैन है। तपाईको त्यो पारित हुन बाँकी नै छ है। त्यसो हुँदै गर्दाखेरि अब यो खुल्दैन नै भन्ने हिसाबले चाहिँ नगरौँ। अथवा नासु तयारी गर्दै हुनुहुन्छ भने तपाईको संस्थानतिर लगायत अन्यत्रतिर पनि धेरै यताको सिलेबसको कुराहरूले कभर गरेकै हुन्छ है। त्यो भएको हिसाबले चाहिँ तपाईहरुलाई त्यस्तो फरक पर्दैन, तयारीले चाहिँ के त घाटा लाग्दैन, तयारी गर्दै गर्दा हुन्छ है। अनि तपाईहरुलाई पढाइ सेवा क्लासहरू के कतिको प्रभावकारी लाग्दैछन् कृपया साथीहरूले चाहिँ यसो च्याटमा लेखेर जानकारी चाहिँ गराइदिन सक्नुहुनेछ हामीलाई है। तपाईहरुलाई कस्तो लाग्दैछ त हाम्रो क्लासहरू? सकेसम्म हामीले तपाईहरुलाई एकदम डिटेलमा क्लासहरू दिने प्रयास गरेका छौँ। र हिजो है, हिजो चाहिँ तपाईहरुको के भएको थियो भन्दा खरिदारको दोस्रो पत्र अन्तर्गतको एउटा सेट तयार पारेका थियौँ। र त्यो सेट हामीले हाम्रो रेगुलर क्लासको विद्यार्थीलाई मात्रै नभएर बाहिरी साथीहरूलाई पनि लेखन सिप अभ्यास होस् भन्नका लागि हाम्रो पेजहरू, पढाइ सेवाको पेज, मेरो कैलाश ढकाल अल्टिमेट आइक्यू पेज, त्यसैगरी आसमण उपाध्याय सरको पेज है, सबैतिरबाट चाहिँ हामीले के गरेका छौँ त प्रश्नहरू राखेका थियौँ। र साथीहरूले पक्का पनि अभ्यास गर्नु नै भयो होला है। ल अब त्यो दोस्रो पत्र अन्तर्गतको पहिलो र दोस्रो खण्ड क र ख को चाहिँ हाम्रो दुर्गागिरी सरले अब तपाईलाई फिडब्याक दिँदै हुनुहुन्छ है। सर आइसक्नु भएको छ, सर अब जोडिनुहुन्छ। पहिलो र दोस्रो खण्डको फिडब्याक चाहिँ दुर्गा सरले दिनुहुन्छ भने यो दोस्रो पेपर अन्तर्गतको खण्ड ग सामान्य गणितको फिडब्याक चाहिँ आज बेलुकी 6 बजे म आफैले दिनेछु र फेसबुक लाइभमै हुनेछ। संस्थाको एउटा सामाजिक उत्तरदायित्व पनि हुन्छ। हामीसँग प्रत्यक्ष रूपमा नजोडिए पनि अप्रत्यक्ष रूपमा अथवा कुनै न कुनै तरिकाले चाहिँ तपाईहरुलाई केही न केही लाभ मिल्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईहरुलाई हामीले यो फिडब्याक क्लासहरू चाहिँ के गर्ने गरेका छौँ त लाइभमै दिने गरेका छौँ। त्यसो हुँदै गर्दा साथीहरू जोडिने मजाले। अब सरले चाहिँ तपाईहरुलाई के कसरी प्रश्न लेख्ने, ठ्याक्कै एक्जामको प्रश्न सम्झेर कति लेख्नुपर्छ, कसरी लेख्नुपर्छ लगायतका कुराहरूमा चाहिँ अब दुर्गागिरी सरले तपाईलाई क्लास दिँदै हुनुहुन्छ। ल साथीहरू राम्रोसँग चाहिँ के गर्नु होला, क्लासमा सहभागी हुनु होला। केही नोटहरू टिप्नु छ, बनाउनु छ भने पनि बनाउनु होला, किनभने एक्जामको अब तयारी फाइनल चरणको
ल ल साथीहरू, अब केही तपाईँको हाम्रो क्लासहरूप्रति केही सल्लाह सुझाव फिडब्याक केही छन् भने कृपया तपाईँहरूले हामीलाई भन्न सक्नुहुन्छ है। ल साथीहरू, अब तपाईँहरू एकैछिन वेट गर्नुहोस्। अब दुर्गा सरले तपाईँलाई क्लास अगाडि बढाउनुहुनेछ है, फिडब्याक क्लास अगाडि बढ्छ। होइन। नमस्कार साथीहरू, सबैजना साथीहरूलाई स्वागत छ। हिजो हामीले खरिदारको दोस्रो पत्र अन्तर्गतको विषयमा रहेर नमुना प्रश्न तपाईँहरूलाई दिएका थियौँ। तपाईँहरू धेरै साथीहरूले प्र्याक्टिस पनि गरिसक्नु भएको छ होला। केही साथीहरूले अनलाइनमा पनि पठाइसक्नु भएको छ र आज हामीले त्यही प्रश्नको, हिजोको त्यो नमुना प्रश्नको फिडब्याक सेसन लिएर आइसकेका छौँ र यसको गणित खण्ड कैलाश ढकाल सरले नै तपाईँहरूलाई फिडब्याक दिनुहुन्छ र बाँकी दुईवटा खण्डहरूको सम्बन्धमा मात्रै फिडब्याक दिनको लागि म तपाईँहरू समक्ष जोडिएको छु। कति साथीहरूले राम्रो गर्नुभयो, कति साथीहरूले गर्नु भएन होला। त्यसको कापी पनि हामी परीक्षण गर्छौँ। परीक्षण गरेर फेरि तपाईँहरूलाई पर्सनल्ली छुट्टा छुट्टै प्रत्येक कपीको छुट्टा छुट्टै फिडब्याक त भइ नै हाल्छ। र अहिलेको लागि भने हाम्रो प्रश्न अनुसार कसरी लेख्ने भन्ने सन्दर्भ सहित म चाहिँ अगाडि बढ्छु है त। हाम्रो पहिलो प्रश्न रहेको थियो, कार्यालयको परिचय दिँदै सरकारी कार्यालयका विशेषताहरू उल्लेख गर्नुहोस् भनेर हामीले पहिलो प्रश्न राखेका थियौँ होइन। तपाईँहरूले पक्कै पनि प्रश्न नम्बर 1 समाधान भनेर यो पाटोमा सुरु गर्नुभयो होइन। त्यसपछि हाम्रो पहिलो खण्ड, प्रश्नको दुई खण्ड छ। एउटा कार्यालय खण्ड छ र अर्को सरकारी कार्यालयका विशेषता खण्ड छ। त्यसैले पहिला हामीले कार्यालयको परिचय दिनु पर्यो। कार्यालयको चाहिँ पहिला हामीले शीर्षक दिनु पर्यो हो, पहिला कार्यालयको बारेमा। त्यसपछि बल्ल हामी अगाडि बढ्ने हो। कुनै निश्चित उद्देश्य प्राप्तिका लागि, कुनै निश्चित उद्देश्य प्राप्तिका लागि भौतिक, वित्तीय, मानवीय, सूचना प्रविधिजन्य तथा अन्य स्रोत साधनको परिचालन गरी विकास र सेवा प्रवाह गर्ने स्थानलाई कार्यालय भनिन्छ भनेर एक वाक्यमा पहिला हामीले कार्यालयलाई डिफाइन गर्यौं हो। त्यसपछि हामीले यसमा लेख्छौं, एक दुईवटा पोइन्ट थप लेख्छौं। दैनिक तथा भइपरि कार्य गर्ने स्थानको रूपमा, दैनिक तथा भइपरि कार्य गर्ने स्थानको रूपमा कार्यालय रहन्छ। कार्यालय चाहिँ दैनिक पनि अनि भइपरि आउने कार्य पनि गर्छ भनेर भन्न खोजेको हो। अझै थोरै इलाबोरेट गर्दाखेरि सेवा प्रदायक, आपूर्तिकर्ता, सेवाग्राही, उपभोक्ता,
उपभोक्ता ग्राहक तथा नागरिकहरूका बीचमा भेटघाट तथा सम्पर्क गर्ने स्थान कार्यालय हो। सम्पर्क गर्ने स्थान कार्यालय हो। ल यति भएपछि परिचय लगभग सकिन्छ। अब हाम्रो सरकारी कार्यालय भनेको छ, त्यो कार्यालय यिनी प्रकारका हुन्छन् भनेर भन्न सकिन्छ। कार्यालयलाई सरकारी, व्यावसायिक, गैर सरकारी, सामुदायिक आदि ढंगले वर्गीकरण गर्न सकिन्छ। यति यो चाहिँ भयो परिचय खण्ड। अब हामी जान्छौं दोस्रो खण्डमा, कार्यालयको विशेषता। कार्यालयमा पनि सरकारी कार्यालयका विशेषता भनेर आएका छौं। सरकारी कार्यालयका विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। ल अब भटाभट पॉइंट वाइज, बुलेट वाइज सरकारी कार्यालयका विशेषताहरू लेखिदिने। 1 नम्बरमा सरकारको भौतिक, वित्तीय तथा मानवीय स्रोत साधनको परिचालन गर्ने स्थान हो। भनेको सरकारीकै स्रोत साधन चाहिँ यसमा रहन्छ भनेर लेख्नु पर्यो। दोस्रो, सरकार र नागरिक केन्द्रित रहेर सेवा प्रवाह लगायतका गतिविधि गर्ने उद्देश्य रहन्छ सरकारी कार्यालयमा, हैन? तेस्रो पॉइन्टमा दैनिक तथा भइपरि कार्य सम्पादन गर्ने स्थान हो। जस्तै इक्जाम्पल पनि दिउँ, एक दुईवटा कार्यालयको इक्जाम्पल दिउँ। जस्तै जिल्ला प्रशासन कार्यालय हैन? जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय आदि अरु पनि इक्जाम्पलको रूपमा राख्न सकिन्छ सरकारी कार्यालय जति सबैलाई। यस्तै गरेर हामीले हेर्ने भनेको चौथो पॉइन्टमा
कार्यालयमा आधारभूत र सहायक कार्य गरिन्छ हो। पाँचौं पॉइंट, सरकारी कार्यालय अभिलेख केन्द्र जानकारी केन्द्र सूचना केन्द्र समन्वय केन्द्र सेवा केन्द्र आदिका रूपमा रहेको हुन्छ। जानकारी केन्द्र पनि हो, सूचना केन्द्र पनि हो भनेर भन्नु पर्यो हैन। छैटौं पॉइंट, सामूहिक कार्य तथा कार्य विभाजन गरी कार्य सम्पादन गरिन्छ। ल त्यस्तै गरेर हेर्नुहुन्छ भने सरकारी कार्यालयमा महाशाखा, शाखा, फाँट आदि रहेका हुन्छन्। हो, शाखा महाशाखालाई पनि हामीले लेख्यौं। 8मा मिस व्यवस्थापन सूचना प्रणाली MIS मिस अफिस ऑटोमेशन सिस्टम कार्यालय स्वचालित प्रणाली OAS आदिको अवलम्बन गरिएको हुन्छ। 9औं पॉइंट, व्यक्तिगत घटना दर्ता पहिचान पत्र सम्पत्ति प्रमाणीकरण यात्रा सम्बन्धी कागजात आदिलाई वैधानिकता प्रदान गर्ने निकाय सरकारी कार्यालय हुन् भनेर भन्नु पर्यो। जन्म दर्ता बनाइदिए पनि उही हो, नागरिकता बनाइदिने पनि उही हो हैन, राहदानी बनाइदिने पनि उही हो भनेर भन्न सक्छौं। त्यस्तै गरेर हेर्छौं भने सरकारी कार्यालयले कानुनी विवेकशीलताका
कानुनी विवेकशीलताका आधारमा शासन विकास सेवा प्रवाह र प्रशासन सञ्चालन सम्बन्धी कार्य गर्दछ। अर्को पोइन्ट, मुनाफामा होइन सेवामा जोड दिन्छन्। हो 12 मा कार्यालयको प्रकृति अनुसार स्थायी र अस्थायी कर्मचारीको संयोजन रहेको हुन्छ। ल यति कुराहरू लेख्नुभयो भने यसको विशेषता पनि सकिन्छ। निष्कर्ष लेख्दाखेरि कार्य सम्पादन गर्ने स्थान कार्यालय हो। परिचय यसमा समेटिहाल्यो। अब विशेषतामा जाँदाखेरि भौतिक, वित्तीय, मानवीय, सूचना प्रविधि जन्य तथा अन्य स्रोत साधनको परिचालन गरी सेवामा अथवा नागरिक सेवामा लेखौं नागरिक सेवामा सरकारी कार्यालयले जोड दिन्छ। ल यति भएपछि विशेषता पनि कभर भयो। लेखिसक्नुभयो भने हामी यसलाई डिस्क्राइब गरेर जान्छौं। लेखिसक्नुभयो कि छैन? ल लेखिसक्नुभयो भने लेखिसक्यौं भन्नुस् त। यो फर्म्याटमा लेख्नु पर्यो। परीक्षामा लेख्दाखेरि यो फर्म्याटमा लेख्नु पर्यो। प्रश्नले यसमा डाइरेक्टै प्रश्न छ, केही घुमेको छैन। यो ढंगले तपाईहरुले परीक्षामा समाधान गर्नुपर्ने हुन्छ। धेरै साथीहरुले लेखिसक्यौं भन्नुभयो। ओके, त्यसो भने हामी अब यसलाई थोरै डिस्क्राइब गरेर जाउँ। यो प्रश्नलाई हामीले दुई खण्डमा बाँडेका छौं। प्रश्नमा रहेको थियो एउटा कार्यालय भनेको के हो र सरकारी कार्यालयका विशेषताहरू उल्लेख गर्नुहोस् भन्ने खालको प्रश्न थियो। त्यसैले हामीले के गर्यौं त, कार्यालय भनेर परिचय खण्ड चाहिँ यहाँनिर प्रवेश गरायौं। यति चाहिँ हाम्रो परिचय खण्ड हो। परिचय हो र यो पनि परिचय नै हो। प्रश्नले सोधेको 1 नम्बरलाई थप कभरेज गर्ने गरी, 1 नम्बर जति प्रश्नलाई थप कभरेज गर्ने गरी यो कन्टेन्ट हो। यो प्रश्नले नै सोधेको भएको भएर यसलाई पनि छुट्टै मार्क्स तोकिएको भएर प्रश्नमा यो कन्टेन्ट हुने भयो। त्यसपछि विशेषताहरू भन्यो। विशेषताहरूमा पनि कन्टेन्ट हुनु नै पर्यो हैन। यो पार्ट पनि के हो, कन्टेन्ट नै पार्ट हो। यहाँसम्म पनि के भयो, कन्टेन्ट नै भयो। मुख्य चाहिँ के हो, नम्बर तान्ने भनेको
कन्टेन्टले नै हो र यतिलाई मात्रै हामीले के भन्यौं त कन्क्लुजन पार्ट अथवा निष्कर्षणको रूपमा क्लोजिङ सेन्टेन्सको रूपमा हामीले यति कुराहरूलाई राखिदियौं। यो फर्म्याटमा तपाईहरुले परीक्षामा यही फर्म्याटमा लेख्नुभयो भने पास हुने सम्भावना बढी हुन्छ र जथाभावी प्रश्नले नसोधेका कुराहरू लेख्न जरुरी छैन। प्रश्नले जे सोध्छ त्यति मात्रै कुराहरू लेख्ने। अब हामीलाई कार्यालय भने के हो भन्नको अर्थमा कुनै निश्चित उद्देश्य प्राप्ति गर्नको लागि हैन, कार्यालय भनेको के हो त कुनै न कुनै उद्देश्यले स्थापित भएका हुन्। त्यसैले संगठनको कुनै पनि संगठनको निश्चित उद्देश्य प्राप्ति गर्ने हिसाबले भौतिक स्रोत साधनको पनि परिचालन गर्ने हैन। भौतिक स्रोत साधन भनेका चाहिँ त्यो कार्यालयमा भएका भवन यन्त्र उपकरणहरू फर्निचरहरू ती सबै परिचालनमा जान्छन्। वित्तीय भनेको कर्मचारीलाई तलब भत्ता दिनु पर्यो हो। त्यसपछि आएर मानवीय दक्ष जनशक्ति हुनु पर्यो, तालिम दिनु पर्यो हो। सूचना प्रविधि अन्य अब अहिले कम्प्युटर इमेल इन्टरनेटको प्रयोगलाई पनि यसमा जोड्ने र अन्य स्रोतहरुमा कानुन लगायतका अन्य स्रोतहरु पनि यसमा परिचालन हुने भएको भएर भौतिक वित्तीय मानवीय सूचना प्रविधि जन्य तथा अन्य स्रोत साधनहरुको परिचालन गरेर मुख्यतया के गर्ने विकासका क्रियाकलापहरु गर्ने र जनतालाई सेवा प्रवाह गर्नको लागि स्थापित स्थान त्यस्तो ठाउँलाई चाहिँ हामीले के भन्छौं त कार्यालय भनेर भन्छौं। ल अब त्यसपछि यो यसको परिचय भनेको भएर कार्यालय के हो त दैनिक रूपमा प्रशासन सञ्चालन गर्ने, दैनिक रूपमा नागरिकता बाँड्ने, दैनिक रूपमा घटनाको दर्ता गरिदिने, दैनिक रूपमा लाल पूर्जा दिने हो। यस्तै खालका दैनिक प्रशासन सञ्चालन गर्ने खालका कार्यालय सँगसँगै भइपरि आउने कार्यालय, कहिलेकाहीँ आग लागि भयो, बाढी आयो, भूकम्प आयो, राहत उद्धारका कार्यक्रमहरू गर्नु पर्यो, त्यस्तो खालको दैनिक तथा भइपरि आउने कार्यालय समेत गर्ने गरी त्यस्तो काम समेत गर्ने गरी स्थापित भएको निकाय स्थापित ठाउँ एउटा तौर तरिकाहरूको समष्टिलाई हामीले के भन्छौं त कार्यालय नै भनेर भन्छौं भनेर बुझ्नु पर्यो। त्यसपछि सेवा प्रदायक हैन जसले सेवाको प्रदान गर्छ, आपूर्तिकर्ता जसले माल सामानहरू आपूर्ति गर्ने विभिन्न यन्त्र उपकरणहरू ल्याउने, सेवाग्राही जो चाहिँ सेवा लिन आएका हुन्छन्, उपभोक्ता कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्ने मानिसहरू हुन् र ग्राहक केही कुरा किन्न आएका छन् भने तिनीहरूका लागि बीचमा भेटघाट गर्ने, सम्पर्क गर्ने, छलफल गर्ने, सेवा लिनको लागि प्रक्रियाहरूको सुरुवात गर्ने सबै ठाउँ चाहिँ के हो त कार्यालय हो भनेर बुझ्नु पर्यो। र कार्यालयलाई सरकारी कार्यालय, व्यावसायिक कार्यालय, गैर सरकारी कार्यालय, सामुदायिक कार्यालय गरेर विभिन्न ढंगले वर्गीकरण गर्न सकिन्छ भन्यौ। किन भन्दाखेरि हामीलाई सरकारी कार्यालयको विशेषताहरू लेख्नुहोस् भनेर सोधेको छ र त्यो सरकारी कार्यालयको विशेषता लेख्नलाई यहाँनिर हामीले चाहिँ जोड्न खोजेको यो बुलेटले के गरेको त तल्लो कन्टेन्टलाई जोड्न खोजेको। कसरी जोड्न खोजेको त भन्दाखेरि कार्यालयहरू त यति प्रकारका पनि छन्, तर हामीलाई प्रश्नमा सोधेको चाहिँ सरकारी कार्यालय हो भन्ने हिसाबले त्यसलाई जोडेर त्यसपछि बल्ल हामी सरकारी कार्यालयका विशेषताहरूमा प्रवेश गर्छौं। र सरकारी कार्यालयका विशेषताहरू लेख्दाखेरि सम्भव भएसम्म अधिकतम लेख्ने 5 नम्बरको प्रश्नलाई 8 वटा 9 वटा अब कतिवटा सक्नुहुन्छ 10 वटा र मैले तपाईहरुलाई लेखाउँदाखेरि अभ्यास गराउँदाखेरि जेनरली 12 वटा जति पोइन्टहरु चाहिँ अभ्यास गराइराखेको हुन्छु। त्यसमध्ये सबै पोइन्टहरु उत्तिकै महत्त्वपूर्ण हुन्छन्। तपाईहरुले त्यस भित्रका कुनै पोइन्टहरुलाई लिएर 9-10 वटा पोइन्टहरु लेख्न सक्नुहुन्छ। 12 वटै लेख्न चाहिँ अलिक थोरै कठिन हुन्छ 8-9 मिनेटको समयमा र एक कुराहरुलाई तपाईहरुले मिलाएर लेख्न सक्नुहुन्छ। यो भनेको हामीले माथि नै लेखेको पोइन्ट हो, भौतिक वित्तीय र मानवीय स्रोत साधनको परिचालन गर्ने स्थान हो। सरकार र नागरिक केन्द्रित रहेर सेवा प्रवाह लगायतका गतिविधि गर्ने उद्देश्य चाहिँ सरकारी कार्यालयहरूले बोकेका हुन्छन् भनेर बुझ्नु पर्यो हो। र सँगसँगै दैनिक तथा भइपरि काम गर्ने स्थानहरू हुन् र कार्यालय सरकारी कार्यालयका 1-2 वटा इक्जाम्पलको रूपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालय, वडा कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय सबै सरकारी कार्यालय जति सबै पर्छन्। त्यसमध्ये 2-4 वटा इक्जाम्पल पनि यो रहेछ सरकारी कार्यालयको भन्ने हिसाबले थाहा दिनको लागि हामीले लेख्न सक्छौं। र कार्यालयमा चाहिँ आधारभूत प्रकृतिको र सहायक प्रकृतिको दुवै किसिमको काम चाहिँ हुन्छ। र कार्यालयमा तपाईहरुलाई थाहा छ हाम्रो सिलेबसले पनि सहायक कर्मचारीहरूको गुणहरू भनेर एउटा टपिक राखिदिएको छ। त्यसैले कार्यालयमा कामहरू पनि फरक ढंगका हुन्छन् र कर्मचारीहरू पनि कोही सहायक कर्मचारी हुन्छन्, कोही माथिल्लो लेभलको, कोही मध्यम तहको, कोही प्राविधिक, कोही अप्राविधिक, कोही स्थायी, कोही अस्थायी। यसरी सरकारी कार्यालयको संरचनामा पनि फरकपन हुन्छ र यसलाई एउटा
अभिलेख केन्द्रको रूपमा लिन्छ, जसले कार्यालयमा आएका कागजातहरू अभिलेखहरूलाई चाहिँ अभिलेख गरेर राखेको हुन्छ, फाइलिङ गरेर राखेको हुन्छ, अनुक्रमणिका बनाएको हुन्छ र सँगसँगै यसले जानकारी दिने, जानकारी माग्ने ठाउँ पनि हो। जनता पुगेर सेवाको सम्बन्धमा जानकारी माग्ने, गुनासाहरू राख्ने र त्यस्तो ठाउँबाट कुनै आफ्नो र सार्वजनिक सरोकारको विषय छ भने सूचना प्राप्ति गर्ने सम्मको ठाउँ भएको भएर यसलाई हामीले अभिलेख केन्द्र, जानकारी केन्द्र, सूचना केन्द्र, समन्वय केन्द्र, सेवा केन्द्र आदिका रूपमा समेत लिन सकिन्छ हैन। केही साथीहरूले यसैलाई फेरि थोरै डिस्क्राइब गरेर पनि राखिदिने गर्नुभएको हुन्छ, तथापि हामीले सकेसम्म म्याक्सिमम कुराहरूलाई कभरेज गर्ने भएको भएर गर्नुपर्ने भएको भएर एउटै पोइन्टमा मैले यसलाई राखिदिएँ। र अर्को भनेको सामूहिक कार्य गरिन्छ। कतिपय अवस्थामा कार्य विभाजन गरेर पनि काम गरिन्छ। सामूहिक रूपमा सामूहिक निर्णय प्रक्रिया, टिप्पणी उठाएर निर्णय गर्ने पद्धतिहरू रहेको हुन्छ र कसैलाई विभिन्न फाँटहरू, शाखाहरू तोकेर कार्य विभाजन गरेर पनि काम तोकिएको हुन्छ। यो पनि सरकारी कार्यालयको विशेषताको रूपमा रहेको हुन्छ भनेर लेख्नु पर्यो हैन। अर्को, सरकारी कार्यालयमा महाशाखाहरू हुन्छन्, शाखाहरू हुन्छन्, फाँटहरू हुन्छन् र त्यस्ता संरचनाहरूको आधारमा रहेर काम गरिएको हुन्छ। तपाईहरु कुनै मन्त्रालयतिर जानुभएको छ भने महाशाखाहरू, शाखाहरू, फाँटहरू हुन सक्छन्। अलि जिल्ला स्थित कार्यालयमा जानुभयो भने महाशाखा नभएर शाखा र फाँटहरू मात्रै पनि हुन सक्छन्। त्यस कारणले गर्दाखेरि यसरी शाखा फाँटहरूमा पनि विभाजन गरिएको हुन्छ भनेर बुझ्न सकिन्छ हैन। त्यस्तै व्यवस्थापन सूचना प्रणाली यामायास तपाईहरुको टपिकमा सिलेबसमा पनि केही विषयवस्तुहरु तपाईहरुले यसमा हेर्नुहुन्छ, जहाँनिर विभिन्न छरिएर रहेका सूचनाहरूलाई एकीकृत गर्ने, त्यसको प्रशोधन गर्ने र फेरि त्यसलाई उपयोग गर्दै प्रवाह गर्ने कामको लागि चाहिँ व्यवस्थित व्यवस्थापन सूचना प्रणाली अवलम्बन गरेको हुन्छ। त्यस्तै गरेर कार्यालय स्वचालित प्रणाली ओएस हुन्छ, जसलाई हामीले अफिस अटोमेसन सिस्टम भन्छौँ। यसमा दर्ता चलानीदेखि लिएर सबै कार्यालयसँग सम्बन्धित गतिविधिहरूलाई अनलाइन बेस्ड बनाउने, डिजिटलाइजेसनलाई अवलम्बन गर्दै लैजानको लागि फेरि के हुन्छ त ओएस को अवलम्बन गर्दै गइएको हुन्छ। यो पनि सरकारी कार्यालयको विशेषताको रूपमा रहन्छ भनेर भन्न सकिन्छ। र सरकारी कार्यालयबाट के चाहिँ सेवा हुन्छ त, के चाहिँ काम हुन्छ त भन्ने सन्दर्भमा व्यक्तिगत घटना दर्ता भनेको यो स्थानीय तहलाई भन्दिन खोजेको। स्थानीय तहमा जन्म, मृत्यु, बसाइसराई, सम्बन्ध विच्छेद लगायतका घटनाहरूको दर्ता गर्ने काम पनि सरकारी कार्यालयले गर्छन्। त्यस्तै गरेर पहिचान पत्र, यो भनेको नागरिकता, त्यसपछि राष्ट्रिय परिचय पत्र जारी गर्ने कार्यालयहरूलाई पहिचान पत्रसँग सम्बन्धित भनेको। सम्पत्ति प्रमाणीकरण भनेर मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय जस्ता कार्यालयहरू जसले सम्पत्तिको सुरक्षा गरिदिन्छन्, सम्पत्तिको अभिलेख राखिदिन्छन्, यस्ता किसिमका कार्यालय हुन सक्छन् भन्छौँ। र अर्को चाहिँ यात्रा सम्बन्धी कागजात भनेको राहदानी बनाउने, यानोसी सर्टिफिकेटहरू दिने, विभिन्न यात्रालाई सहजीकरण गरिदिने, भिसा प्रदान गर्ने, अध्यागमनमा चेक जाँच गर्ने लगायतका सम्बन्धी काम पनि सरकारी कार्यालय भएको भएर यी सबै कामहरूको वैधानिकता प्रदान गर्ने कार्यालय चाहिँ सरकारी कार्यालय हुन् भनेर बुझ्नु पर्यो हो। यसले चाहिँ यो खास गरी सेवासँग सम्बन्धित रहेर पनि कस्तो सेवा त भन्दाखेरि घटना दर्ताको सेवा, पहिचानको सेवा, सम्पत्ति प्रमाणीकरण सेवा, यात्रा सम्बन्धी कागजात प्रदान गर्ने सेवा पनि सरकारी कार्यालयबाटै हुँदो रहेछ भनेर बुझ्नु पर्यो। अर्को छ, सरकारी कार्यालयले कानुनी विवेकशीलताका आधारमा कानुन भन्दा बाहिर जान पाइँदैन, कानुन भित्र रहेर चाहिँ आफ्नो विवेकशीलता प्रयोग गर्न पाइन्छ। त्यसैका आधारमा शासकीय गतिविधि, विकासका क्रियाकलाप, सेवा प्रवाह र प्रशासन सञ्चालन सम्बन्धी कार्य गर्दछन् भनेर चारवटा कुराहरू, शासनको कुरा, विकासको कुरा, सेवाको कुरा र प्रशासन सञ्चालनको विषयहरूलाई तपाईहरुले हेरेर त्यो दृष्टिकोणबाट लेख्न सक्नुहुन्छ। र सरकारी कार्यालय मुनाफामा जोड दिने कार्यालय होइनन्। मुनाफामा जोड दिने त निजी क्षेत्र हो, यसले चाहिँ मुख्यतया सेवामा जोड दिन्छ। यसो भन्दै गर्दा कहिले मुनाफै लिने होइन, शुल्कै लिने होइन भन्न खोजेको होइन, तर सेवामा जोड दिने हो। सेवा सँगसँगै जोडिएका दस्तुरहरू, शुल्कहरू चाहिँ लिन बाधा पर्दैन, त्यसैले यसले चाहिँ सेवामा जोड दिन्छ भनेर लेख्नु पर्यो। र कार्यालयको प्रकृति अनुसार स्थायी र अस्थायी कर्मचारीको संयोजन चाहिँ सरकारी कार्यालयमा रहेको हुन्छ। धेरै जसो कर्मचारीहरू स्थायी कर्मचारी हुन्छन् भने केही कर्मचारीहरू जसलाई चाहिँ करार सेवामा अस्थायी रूपमा पनि नियुक्ति गरिएको हुन्छ र सेवा प्रवाह गरिरहेका हुन्छन् भन्ने ढङ्गले तपाईहरुले यसको विशेषता लेख्ने हो। विशेषता क्लियर छ? यहाँसम्म यति विशेषता लेख्न सकिन्छ? अब अन्त कतै नडुल्ने, यही उत्तरमा खोज्ने हो भने सबै छ। तपाईहरुको बुकहरुमा भएभन्दा धेरै राम्रो कुराहरू यहाँनिर राखिदिएको छु। अनि यसरी चाहिँ यो ढङ्गले तपाईहरुले हेर्नु होला। र निष्कर्ष लेख्दाखेरि कार्यालयको परिचय भनेर सोधेको छ माथि हो, त्यही भएर के भन्यो, कार्य सम्पादन गर्ने स्थान कार्यालय हो भनेर लेखिदियौँ। केही अरु लेख्नु पर्छ?
पर्दैन। त्यसपछि यसको विशेषता के हो त भन्दाखेरि सबै प्रकृतिका स्रोत साधनहरूको परिचालन गरेर नागरिक सेवा प्रदान गर्ने ठाउँ चाहिँ स्थान चाहिँ सरकारी कार्यालय हो। त्यही कुरालाई हामीले विशेषताको ढङ्गले अर्को पोइन्ट राख्दियौँ। अनावश्यक रूपमा कार्यालयका समस्याहरू, कार्यालयका समाधानका उपायहरू, कार्यालय सुधारका लागि यस्तो यस्तो गर्न सकिन्छ भनेर निष्कर्ष लेख्न जरुरी छैन। प्रश्नमा समस्या र समाधानका उपायहरू सोधेको छैन, त्यसैले तपाईँहरूले निष्कर्ष लेख्दा समस्या र समाधानका उपाय लेख्न जरुरी पनि छैन। प्रश्नमा जे सोधेको छ, आफूले माथि कन्टेन्टमा जे लेखिएको छ त्यसलाई समराइज गर्ने हो, त्यही नै निष्कर्ष हो। तपाईँहरूले त्यो कुरा बुझि पनि सक्नु भएको छ। विद्यालय, विश्वविद्यालय, कलेजमा पढ्दा पनि निष्कर्ष कसरी लेख्ने, माथि समावेश भएका विषयवस्तुहरू भन्दा बाहिर गएर निष्कर्ष लेख्नु मिल्दैन, पाइँदैन, त्यसकै कन्क्लुजन एउटा निष्कर्ष हो भन्ने कुरा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। त्यसैले यो ढङ्गले तपाईँहरूले परीक्षामा प्रश्नको फर्म्याटमा रहेर प्रश्न लेख्ने। ल, एउटा प्रश्न चाहिँ मैले तपाईँहरूलाई एकदमै डिटेलमा बनाइदिएँ हैन। अब 10 वटा प्रश्न छ। अब 10 वटै प्रश्नलाई यति धेरै डिटेलमा चाहिँ जान सकिँदैन, तथापि केही अझै 1-2 वटा नमुना प्रश्नहरू चाहिँ म यसरी लेखाइदिन्छु। अरू प्रश्नहरू चाहिँ तपाईँहरूलाई थोरै डिटेलमा व्याख्या गरिदिएर फेरि पीडीएफ पनि तपाईँहरूले पाइहाल्नुहुन्छ। सोही ढङ्गले जाउँला है त। हामीले दोस्रो प्रश्न राखेका थियौँ। दोस्रो प्रश्नमा सञ्चारलाई किन रक्त सञ्चार मानिन्छ भनेर राखेका थियौँ हैन। प्रश्न नम्बर 2 समाधान भनेर जाने। प्रश्न नम्बर 2 समाधान भनेर लेख्ने र यसमा के भनेको छ त, यो कार्यालय चाहिँ रक्त सञ्चारको रूपमा रहन्छ किन भनेर भनेका छौँ। कार्यालयमा सञ्चार, हाम्रो टपिक चाहिँ कार्यालयमा सञ्चार भन्ने रहन्छ। त्यसपछि बल्ल रक्त सञ्चार, ब्लड सर्कुलेसनको रूपमा हेर्ने हो। सुरुमा त कार्यालयमा सञ्चारलाई थोरै परिभाषित गर्नु पर्यो। कुनै पनि सार्वजनिक निकायमा विकास र सेवा प्रवाहको सम्बन्धमा विकास सेवा प्रवाह शासकीय गतिविधि र कुनै सार्वजनिक निकायमा विकास सेवा प्रवाह शासकीय गतिविधि र प्रशासनिक कार्य गर्दा सूचना, तथ्याङ्क, अभिलेख, कागजात आदिको आदान प्रदान तथा हस्तान्तरण गर्ने कार्यलाई हस्तान्तरण गर्ने कार्यलाई कार्यालयमा सञ्चार भनिन्छ। कार्यालयमा सञ्चार भनिन्छ। मानव शरीरमा जसरी रक्त सञ्चारको महत्त्व छ, अब हामीले त्यो कुरालाई जस्टिफाइड गरेर लेख्न खोजेको। यही रक्त सञ्चार भनेपछि त मानव शरीरको रक्त सञ्चारको जसै महत्त्व छ त्यसरी नै कार्यालयमा
रक्त सञ्चारको महत्त्व छ। मानिसको शरीरमा रक्त सञ्चार भएन भने शरीर चल्दैन, मानिस मृत बन्न पुग्दछ। त्यसरी नै भने चल्दैन, मानिस मृत बन्न पुग्दछ। कार्यालयमा पनि सञ्चार भएन भने गलत निर्णय हुने, लक्ष्य प्राप्ति नहुने, भएकोले कार्यालय मृत सरह हुन्छ। ल थोरै ब्याकग्राउन्ड भाषा लेख्न खोजेको, किन लेख्न खोजेको, किन रक्त सञ्चारको चाहिँ महत्त्व छ भन्ने हिसाबले। अब हामी बल्ल पोइन्ट वाइज प्रवेश गर्छौं। कार्यालयमा सञ्चारलाई रक्त सञ्चार सरह कार्यालयमा सञ्चारलाई रक्त सञ्चार सरह मानिनुका कारणहरू निम्नानुसार छन्। ल यति भइसकेपछि अब पोइन्ट वाइज लेख्ने, क ख गरेर लेख्न पनि सक्नुहुन्छ, 1 2 3 4 गरेर पनि लेख्न सक्नुहुन्छ। सञ्चार भएमा संगठनको नीति योजना कार्यक्रम बजेट तथा निर्णय सम्बन्धी गतिविधिहरू नीति योजना कार्यक्रम बजेट तथा निर्णय सम्बन्धी गतिविधि भरपर्दो र तथ्यमा आधारित हुन्छ। यसरी यसलाई जस्टिफाइड गर्दै लैजाने हो। दोस्रो पोइन्ट, सूचनाको सञ्चार हुँदा कार्यालयका काम कारबाही प्रतिस्पर्धी, पारदर्शी, नागरिक मैत्री, नागरिक सेवा मैत्री
प्रतिस्पर्धी, पारदर्शी र नागरिक सेवा मैत्री बन्न पुग्दछन्। तेस्रो पोइन्टमा हेर्नुहुन्छ भने निर्णयका लागि सूचना, कानुन, तथ्याङ्क, कागज पत्र सजिलै र खोजेको बखत प्राप्त हुन्छ। यो कारणले पनि यसलाई रक्त सञ्चार मानिएको हो। चौथो पोइन्ट, सूचना तथा सञ्चारबाट छिटो छरितो कार्य सम्पादन भई लागत, समय र श्रमको बचत हुन्छ। श्रमको पनि बचत हुने भयो। त्यस्तै गरेर पाँचौं पोइन्ट, सूचना तथा प्रमाणको प्रशोधन र उपयोगका लागि कार्यालयमा सहजता उत्पन्न हुन्छ। सहजता पनि चाहियो। छैटौं पोइन्ट, सञ्चारबाट कार्यालयलाई अध्यावधिक गराई विद्युतीय शासनमा आधारित बनाउन सकिन्छ। विद्युतीय शासनमा आधारित बनाउन सकिन्छ। त्यस्तै गरेर यसमा हेर्छौं भने महाशाखा, शाखा, अन्तर्निकायहरूका बीचमा सूचना तथा कागजातको सञ्चार हुन्छ। त्यो कारणले पनि यसलाई हामीले हेर्न सक्छौं। आठौं पोइन्टमा हेर्ने हो भने नागरिक सेवालाई सूचना प्रविधि मैत्री बनाई नागरिक सेवालाई सूचना प्रविधि मैत्री बनाई मानिसको प्रत्येक अङ्गमा
रक्त सञ्चार गरे जस्तै, रक्त सञ्चार गरे जस्तै, रक्त सञ्चार गरे जस्तै सेवा प्रक्रिया तथा निर्णयका प्रत्येक चरणमा सेवा सूचनाको सञ्चार हुन्छ। हैन, यो ढङ्गले पनि हामीले लेख्न सकिन्छ। 9औं पोइन्ट, कार्यालयमा सञ्चार हुँदा अस्पष्टता र दोहोरोपनाको अन्त्य हुन्छ। दोहोरोपना पनि हुँदैन भनेर भन्न सक्ने भयो। त्यस्तै गरेर 10औं पोइन्टमा हेर्यौं भने निर्णय प्रक्रियालाई आवश्यक पर्ने सूचना, तथ्य, जानकारी प्राप्त भई परिपक्व निर्णय हुन्छ, जसले सार्वजनिक सेवाको नागरिक सन्तुष्टि बढाउँछ। यतिवटा लेख्यो भने लगभग पुग्छ। हाम्रो ब्याकग्राउन्ड पनि अलिकति लेखेको कारणले पोइन्टहरु अलि थोरै लेख्दा पनि हुने भयो। 10 वटा भयो भने इनफ हुन्छ। निष्कर्ष लेख्दाखेरि मानव शरीरमा प्रत्येक अङ्गमा रक्त सञ्चार हुँदा मानिस स्वस्थ, फुर्तिलो र जीवित रहे जस्तै कार्यालयलाई पनि नागरिक सेवामा प्रतिबद्ध, तटस्थ र व्यावसायिक बनाउन कार्यालयमा सञ्चार आवश्यक पर्दछ। आवश्यक पर्दछ। ल, यति भयो भने यो ढङ्गले तपाईहरुले लेख्नुभयो भने यो प्रश्न पनि समाधान हुन्छ। 1.5 पेज जति भयो हैन? 5 नम्बरको प्रश्न हो। डेढ पेज जति भयो। ल,
यहाँसम्म क्लियर छ? लेखिसक्नुभयो होइन? हामीले यसलाई डिस्क्राइब गरेर जान्छौँ। यो प्रश्न हाम्रो अघिल्लो प्रश्नभन्दा थोरै फरक छ। हाम्रो अघिल्लो पेजमा भन्दा अघिल्लो प्रश्नमा भन्दा यसमा थोरै फरक छ। के फरक छ? अघिल्लो प्रश्न त्यति धेरै विश्लेषणात्मक प्रश्न होइन। अघिल्लो प्रश्न अलि थोरै सब्जेक्टिभ भित्र पनि धेरै विश्लेषण गर्ने किसिमको प्रश्न होइन भने यो प्रश्न अलिकति विश्लेषण गर्नुपर्ने प्रश्न हो। त्यसैले हामीले के गर्यौं? परिचयमा पनि अलि धेरै कुराहरू लेख्यौं। परिचयमा के गर्यौं? विषय प्रवेशमा अलि धेरै विषय लेख्यौं। विषय प्रवेश गर्दा हो, यो भनेको ओपनिङ पार्ट नै हो। र त्यसपछि हामी के गर्यौं? त्यो प्रश्नले हो भनेर पुष्टि गरेका कुराहरूलाई बिचमा पोइन्ट वाइज पुष्टि गरिदियौं। हो, पोइन्ट वाइज पुष्टि गरिदियौं। र निष्कर्ष लेख्दा पनि के गर्यौं त? निष्कर्ष लेख्दाखेरि यो रक्त सञ्चार नै हो भनेर प्रमाणित गरिदियौं। सञ्चार चाहिँ मानवीय शरीरमा रक्त सञ्चार जस्तै हो भनेर यसमा कन्क्लुजन पार्टमा पनि अलिकति विश्लेषणात्मक नै निष्कर्ष लेख्यौं। हो, हेर्नुस् त, त्यही भएर मानव शरीरमा प्रत्येक अङ्गमा रक्त सञ्चार हुँदा मानिस स्वस्थ, फुर्तिलो र जीवित रहे जस्तै कार्यालयलाई पनि नागरिक सेवामा प्रतिबद्ध, तटस्थ र व्यावसायिक बनाउन कार्यालयमा सञ्चार आवश्यक पर्दछ भनेर यो ढङ्गले लेख्नु पर्यो हैन। जथाभावी निष्कर्ष लेखेर पनि हुँदैन। थोरै संक्षिप्तमा यसलाई डिस्क्राइब गर्छु। तपाईहरुले सारिसकेपछि धेरै कुरा त यसमा तपाईहरुले बुझि नै सक्नु भएको छ। प्रश्न नै सारिसकेपछि नबुझ्ने भन्ने हुँदैन। हामीसँग फेरि 10 वटा प्रश्नको लागि धेरै समय पनि बाँकी रहँदैन। अरु प्रश्नलाई फेरि कम समय हुन्छ। त्यसैले यसको लागि हामीले अहिले हेर्दाखेरि के भनौं त भन्दाखेरि कुनै पनि सार्वजनिक निकायमा के काम हुन्छन् त भन्दाखेरि एउटा विकासात्मक काम हुन्छ, अर्को सेवा प्रवाह सम्बन्धी काम हुन्छ, शासकीय गतिविधि सम्बन्धी काम हुन्छ र प्रशासनिक काम हुन्छ। यी चार प्रकृतिका काम गर्दाखेरि सूचना, तथ्य, तथ्याङ्क, अभिलेख, कागजात आदिको सञ्चार गर्ने के हो त? सञ्चार गर्ने विषयहरू के हुन् त भन्दाखेरि यस्ता आदिको आदान प्रदान तथा हस्तान्तरण गर्ने कार्यलाई सञ्चार भनिन्छ भनेर भन्छौं हैन। सेवाको लागि, शासनको लागि, विकासको लागि र प्रशासनिक कार्यालयको लागि सूचना, तथ्य, तथ्याङ्क, अभिलेख, कागजात आदिको सञ्चार गर्नु नै के हो त? कार्यालयमा सञ्चार हो भनेर भन्नुपर्छ। यहाँ एउटा फोन आइराख्यो, मैले 1 मिनेट एउटा मेसेज गरिहाल्छु है त। ल, त्यसपछि अब यसमा हामीले के भन्यौं त? मानव शरीरमा जसरी रक्त सञ्चारको महत्त्व छ, मानव शरीरमा जसरी रक्त सञ्चारको महत्त्व छ, त्यसै गरेर कार्यालयमा पनि रक्त सञ्चारको महत्त्व छ भनेर लेख्नु पर्यो। र यसका लागि मानिसको रक्त सञ्चार भएन भने शरीर चल्दैन। रक्त सञ्चार भएन भने के हुन्छ? मानिसको शरीर अपाङ्ग जस्तै हुन्छ अथवा मृत शरीरको रूपमा बन्द हुन्छ। रक्त सञ्चारै भएन भने केही काम छ त? छैन, मृत जस्तै बन्न पुग्छ। त्यसै गरेर कार्यालयमा पनि र सञ्चार भएन भने गलत निर्णय हुने, लक्ष्य प्राप्ति नहुने र भएकोले कार्यालय चाहिँ मृत सरह हुन्छ। भनेको निर्णय प्रक्रिया पनि बदलियो, लक्ष्यहरू पनि प्राप्त भएनन्, संगठनको गुडविलमा पनि खराबी आयो, त्यो भयो भने के हुन्छ त? मृत सरह नै बन्न पुग्छ। त्यसैले कार्यालयमा सञ्चारलाई रक्त सञ्चार मानिनुका कारणहरू निम्नानुसार छन् भनेर त्यसपछि बल्ल हामीले डिस्क्राइब गर्दै जाने हो। अब यसको लागि हामीले के भन्छौं त भन्दाखेरि सञ्चार भएमा संगठनको लागि नीति, योजना, कार्यक्रम, बजेट र निर्णय सम्बन्धी गतिविधिहरू चाहिँ के हुन्छन् त? भरपर्दो हुन्छन् र तथ्यमा आधारित हुन्छन् भनेर भन्नु पर्यो। हो, सञ्चार भयो भने के हुने भयो? नीति भन्दाखेरि, योजना भन्दाखेरि, कार्यक्रम भन्दाखेरि, बजेट बनाउँदाखेरि र कुनै पनि सार्वजनिक निर्णय गर्दाखेरि के हुने भयो? भरपर्दो हुने भयो, तथ्यमा आधारित हुने भयो, प्रमाणमा आधारित हुने भयो, सूचनामा आधारित हुने भयो। त्यसले के गर्ने भयो त? संस्थालाई जीवित राख्ने भयो, परिपक्व निर्णय हुने भयो, भरपर्दो निर्णय हुने भयो, कानुनी विवेकशीलतामा आधारित निर्णय भयो। त्यसले मात्रै संगठनलाई बलियो बनाउने भयो, नागरिक सन्तुष्टिको प्रवर्धन गर्ने भयो। यही कारणले के छ त? रक्त सञ्चार जस्तै रहन्छ सञ्चार भनेर हामीले यसलाई पुष्टि गर्दिन खोज्यौं। अर्को
सञ्चार हुँदा कार्यालयका काम कारबाही के हुन्छन्? प्रतिस्पर्धी हुन्छन्। सार्वजनिक सूचना प्रकाशन गरेर काम गर्यो भने नागरिक सहभागिता बढ्छ, सार्वजनिक खरिदमा प्रतिस्पर्धा हुन्छ, पारदर्शी हुन्छ, आम जनताले यो तरिकाले यो ढङ्गले सेवा पाइँदो रहेछ भनेर जानकारी पाउँछन् र नागरिक सेवा मैत्री बन्न पुग्छ। त्यसैले संस्थाको गुडविल पनि बढ्छ, संस्था जीवित बन्छ। यसका लागि पनि के भयो त? यो कार्यालयमा सञ्चार आवश्यक पर्ने भयो। अर्को, निर्णयका लागि सूचना, कानुन, तथ्याङ्क, कागजपत्र सजिलै खोजेको बखत प्राप्त हुन्छ भनेर भन्छौँ। यदि कार्यालयमा सञ्चार भयो भने तथ्य तथ्याङ्कहरू खोजेको बखत भेटिन्छन्, सूचनाहरू खोजेको बखत भेटिन्छन्। होइन भने यी विषयवस्तुहरू भेटिएनन् भने के हुने भयो त? कार्यालयमा निर्णय प्रक्रिया बदलिने भयो, सही निर्णय नहुने भयो। त्यसपछि युवाहरूले काम पाउने भएनन्, रोजगारी हुने भएन। सही निर्णय भएन भने, कुनै पनि क्षेत्रमा सही निर्णय भएन भने त्यो सबै लथालिङ्ग हुन्छ। र सही निर्णयको लागि सूचना, तथ्याङ्क, जानकारीहरू चाहिन्छन्। त्यसको लागि सञ्चार गर्नुपर्ने हुन्छ। र सञ्चारै भएन भने के भयो त? कार्यालय चाहिँ के हुने भयो? अपाङ्ग जस्तै हुने भयो, मृत जस्तै हुने भयो हो। अर्को, सूचना तथा सञ्चारबाट छिटो छरितो कार्य सम्पादन भई श्रमको बचत हुने, लागतको बचत हुने, तोकिएको गुणस्तर चाहिँ प्राप्त हुने हुन्छ। यसको लागि पनि यसको महत्त्व छ। त्यस्तै गरेर सूचना तथा प्रमाणको प्रशोधन गर्ने, उपयोग गर्नको लागि पनि कार्यालयमा यसरी उपयोग, प्रशोधन र प्रशोधन र उपयोग भयो भने मात्रै कार्यालयका काम कारबाहीहरू सहज बन्न पुग्छन् भनेर राख्न सकिन्छ। अर्को, सञ्चारबाट कार्यालयलाई आधुनिक गराई विद्युतीय शासनमा रूपान्तरण गर्ने, होइन, ई गभर्नेन्टलाई प्रोत्साहन गर्ने। त्यसका लागि पनि के हुने भयो त? यो रक्त सञ्चारको रूपमा यो रहन्छ भनेर भन्न सक्छौँ। अर्को, कार्यालयभित्र महाशाखा हुन सक्छन्, शाखा हुन सक्छन्, अथवा कार्यालयभन्दा बाहिर विभिन्न अन्तर निकायकाहरूको बीचमा पनि सूचना तथा कागजातहरूको सञ्चार हुन्छ। त्यसका लागि पनि कार्यालयमा सञ्चार आवश्यक हुन्छ। त्यस्तै नागरिक सेवालाई सूचना प्रविधि मैत्री बनाई मानिसको प्रत्येक अङ्गमा रक्त सञ्चार गरे जस्तै मानिसका प्रत्येक अङ्गहरूमा कुनै एउटा अङ्गमा रक्त सञ्चार भएन भने अब त्यो अङ्ग नै गयो, होइन। त्यसैले अब शरीरमै रक्त सञ्चार भएन, मुटुबाट भल्भले नै काम गरेन भने सकिगयो। त्यस्तै मानिसको अङ्गमा रक्त सञ्चार गरे जस्तै सार्वजनिक कार्यालयमा त्यसको निर्णयमा, त्यसको सेवाका चरणहरूमा सूचनाको सञ्चार हुन्छ, जसले कार्यालयलाई जीवित बनाउँछ, जसले कार्यालयलाई नागरिक मैत्री, सेवा मैत्री बनाउँछ। अर्को, कार्यालयमा सञ्चार हुँदा अस्पष्टता र दोहोरोपनाको पनि अन्त्य हुन्छ। अस्पष्टता पनि हुँदैन, दोहोरोपना पनि हुँदैन। त्यसबाट काममा सृजनशीलताको विकास हुन्छ। सँगसँगै निर्णय प्रक्रियालाई आवश्यक पर्ने सूचना, तथ्य, जानकारी प्राप्त भई परिपक्व निर्णय हुन्छ, जसले सार्वजनिक सेवामा नागरिक सन्तुष्टि बढाउँछ भनेर हामीले यसरी पोइन्ट वाइज हामीले व्याख्या गर्यौं। र निष्कर्षमा मानव शरीरमा प्रत्येक अङ्गमा रक्त सञ्चार हुँदा मानिस स्वस्थ हुन्छ, फुर्तिलो हुन्छ र जीवित बन्न पुग्छ भने कार्यालयमा पनि नागरिक सेवालाई प्रतिबद्ध बनाउन, तटस्थ बनाउन, व्यावसायिक बनाउन लागि कार्यालयमा सञ्चारको आवश्यक पर्छ। त्यसैले रक्त सञ्चार मानिन्छ भनेर यो ढङ्गले निष्कर्ष लेख्न सकिन्छ। अल क्लियर? यहाँसम्म क्लियर हुनुहुन्छ? ल, केही जिज्ञासा छ भने च्याट बक्समा राख्न सक्नुहुन्छ, नभए हामीले यो प्रश्न नम्बर 2 लाई पनि यति गर्यौं। यो ढङ्गले परीक्षामा प्रश्नको उत्तर लेख्दै जाने। अब यसरी सिधै हामी प्रश्नको उत्तर फर्म्याटमा जान अलिक सम्भव नहोला। अब हामी पोइन्ट वाइज जान्छौँ है त। र तेस्रो प्रश्न रहेको थियो तोक आदेश गर्दा ध्यान दिनुपर्ने कुराहरू। तोक आदेशको विषय थियो, होइन। अब तोक आदेशका लागि मैले तपाईहरुलाई कक्षामा के भनेको थिएँ? तोक आदेश दिने क्षेत्राधिकार हो कि होइन, कार्यालय प्रमुख हो कि होइन, अख्तियारवाला हो कि होइन, क्षेत्राधिकार र अख्तियार हो कि दिने हो कि होइन, यो विषय चाहिँ थाहा पाउनु पर्यो। यो विषयको ख्याल गर्नु पर्यो। यसलाई वाक्यमा प्रयोग गर्दै मिलाउने पीडीएफ मा मैले राखिदिएकै हुन्छ है त। क्षेत्राधिकार छ कि छैन तोक आदेश दिने, अख्तियारी छ कि छैन पनि थाहा पाउनु पर्यो। दोस्रो, कानुनी व्यवस्था के छ? कानुनी व्यवस्था के छ? कानुन भन्दा बाहिर गएर कानुन नपढिकन जे पाए त्यही तोक लाउन पाइएन। कानुन पढ्ने, कानुनले के गर्नु भनेको छ, कानुनको कुन दफाले भनेको छ, त्यसका आधारमा चाहिँ बल्ल तोक लगाउनु पर्यो। तेस्रो, तोक लगाउँदाखेरि कागजातहरू पनि अध्ययन गर्नु पर्यो। कागजात, जवाफ,
अध्ययन गर्नु पर्यो। अरू कार्यालयबाट आएको हो, पक्कै पनि तोक लगाउनु भनेपछि त कहीँ न कहीँ केही न केही कागज त पेश भएको छ, केही न केही प्रमाण त पेश भएको छ। त्यसैले त्यो कागजात अथवा जवाफ जे छ त्यसलाई अध्ययन गरेर मात्रै तोक लगाउनु पर्यो। चौथो, तोक चाहिँ संक्षिप्त हुनु पर्यो। संक्षिप्त हुनुपर्छ। लामो प्याराग्राफमा एकदमै धेरै लेखिरहनु पर्दैन। टिप्पणी होइन तोक आदेश भनेको, त्यसैले यो तोक आदेश चाहिँ संक्षिप्त हुनुपर्छ। चौथो भनेपछि पाँचौं, स्पष्ट हुनुपर्छ। स्पष्ट र बुझिने हुनुपर्छ। भनेको तपाईहरुलाई भनेको थिएँ मैले कक्षामा, आका गर्ने भनेर लेख्यो भने अब के गर्ने हो भन्ने कुरा, नयाँ साथीहरु भर्खर जागिर खाएर जानु भएको छ भने के गर्ने होला भन्ने खालको कन्फ्युजन हुन सक्छ। सकेसम्म त्यो भएको भएर यस्ता संक्षिप्त भित्र पनि एकदमै त्यो यस्तो खालको तोक आदेश चाहिँ सम्भव भएसम्म नगर्ने, जसले स्पष्ट हुँदैन, जसले अर्थ दिँदैन, जुन चाहिँ बुझ्न कठिन हुन्छ। त्यसैले यस्ता खालको भन्दा पनि आवश्यक कारबाही गर्ने भनेर लेखिदिने, भुक्तानी गर्ने भनेर लेख्ने हैन। अब कहिलेकाहीँ आप र शाखा भनेर लेखिन्छ हैन। अब यो कुन शाखा हो? आप र शाखा भनेको आर्थिक प्रशासन शाखा हो कि आन्तरिक प्रशासन शाखा हो? कुन शाखा हो? कुन शाखालाई तोक लगाएको हो थाहा नहुन सक्छ। त्यो भएको भएर के गर्ने त, स्पष्ट र बुझिने गरी तोक लगाउनु पर्छ भनेर हेर्नु पर्यो। छैटौं, समय अवधि पनि तोकिदिनु पर्यो। समय अवधि तोकिदिने, कति दिनभित्र कार्य सम्पादन गर्ने हो, के काम गर्ने हो, के आदेश दिने हो, त्यो कुरा पनि हुनु पर्यो। जस्तो 2 दिनभित्र पत्र तयार गरी पेश गर्ने भनेर, अथवा 2 दिनभित्र जवाफ पठाउने, 7 दिनभित्र जवाफ पठाउने भन्ने हिसाबले के कुरा गर्ने हो, समय अवधि पनि तोकेर राखिदिनु पर्यो। ल, यी विषयवस्तुहरुमा केन्द्रित हुनुभयो भने तोक आदेश गर्दा ध्यान दिनुपर्ने कुराहरू भइ नै हाल्छन्। अरु त तपाईहरुले शुद्ध नेपाली भाषामा मौलिकता झल्किने गरी पूर्णता यताउतिका कुराहरू लेख्न सकिहाल्नुहुन्छ। यसमा केन्द्रित भएर लेख्ने। अब हामी जान्छौं प्रश्न नम्बर 4 मा। प्रश्न नम्बर 4 मा हाम्रो थियो प्रतिवेदनका प्रकारहरू। प्रतिवेदनका प्रकार। यसमा हामीले हेर्दाखेरि तपाईहरुलाई कक्षामा भनेको थिए एउटा कार्यका आधारमा हो, अर्को भनेको प्रकृतिका आधारमा, हो, त्यस्तै गरेर तेस्रोमा समयको आधारमा, चौथो ढाँचाका आधारमा, ल यो ढंगले हामीले फेरि प्रतिवेदनलाई क्लासिफाइड गर्न सक्छौं। यसभित्र तपाईहरुले कार्यका आधारमा हेर्दाखेरि निरीक्षण प्रतिवेदन, निरीक्षणका विषयहरुलाई हेरेका थियौं हो। त्यसपछि आएर अध्ययन प्रतिवेदन हेरेका थियौं। यसरी फेरि यसलाई इक्जाम्पल दिँदै जान सक्नुहुन्छ। प्रकृति भने कस्तो त? शैक्षिक हो कि अनुसन्धानमूलक हो कि छानबिन हो कि कस्तो खालको प्रतिवेदन हो? प्रकृतिका आधारमा भनेर यसलाई हामीले क्लासिफाइड गरेका थियौं हैन। त्यस्तै गरेर ढाँचाका आधारमा पनि हामीले हेर्न सक्छौं। ढाँचाका आधारमा भनेको विश्लेषणात्मक, तुलनात्मक, व्याख्यात्मक, यस्तो खालको प्रतिवेदन हुन सक्छ भनेर भनेका थियौं हैन। अर्को अब समयको आधारमा त तपाईलाई थाहा छ, समय अवधिका आधारमा भन्यो भने त दैनिक पनि हुन सक्छ, पाक्षिक पनि हुन सक्छ, त्रैमासिक पनि हुन सक्छ, वार्षिक पनि हुन सक्छ। र यसैलाई समयको आधारमा, अवधिको आधारमा पनि भनेर भन्ने गरेको पाइन्छ। यसैलाई थोरै व्याख्या गरेर लेखिसकेपछि प्रतिवेदनका प्रकारहरुमा खासै समस्या छैन, सजिलो प्रश्न हो, सजिलै तपाईहरुले लेख्न सक्नुहुन्छ।
र अर्को हाम्रो प्रश्न रहेको थियो प्रश्न नम्बर 5 मा। प्रश्न नम्बर 5 यसमा हामीले राखेका थियौं एउटा चाहिँ गुनासो व्यवस्थापनको महत्त्व। गुनासो व्यवस्थापनको महत्त्व प्लस सँगै जोडेर के राखेका थियौं कानुनी व्यवस्थाहरू पनि राखिदिएका थियौं। कानुनी व्यवस्थाहरू यो दुईटा ढंगले 10 नम्बरको प्रश्न हो। गुनासो व्यवस्थापनको महत्त्व लेख्दै सार्वजनिक महत्त्वको सन्दर्भमा सार्वजनिक सेवाको सम्बन्धमा सेवाग्राहीका गुनासो व्यवस्थापन गर्न के कस्ता कानुनी व्यवस्थाहरू छन् कानुनी व्यवस्थाहरू लेख्नुहोस् भनेर हामीले राखेका थियौं। अब यसको महत्त्व तपाईहरु कक्षामा पनि थाहा पाइसक्नु भएको छ। छोरै पोइन्ट आउट मात्रै गर्दिन्छु। गुनासो व्यवस्थापनले के गर्छ त समयमा कार्य सम्पन्न हुन्छ। समयमा कार्य सम्पन्न गराउन सघाउँछ हैन। कार्य सम्पन्न चाहिँ समयमै हुन्छ भनेर भन्न सकिन्छ। दोस्रो आफ्नो कुरा सुनवाई भएको महसुस हुन्छ सेवाग्राहीलाई हैन। आफ्नो कुरा सुनवाई भएको महसुस हुन्छ अपनत्व पनि झल्किन्छ। त्यो भइसकेपछि सेवाप्रति अपनत्व पनि झल्किन्छ। त्यसपछि कार्यालयको गुडविलको विषय कार्यालयको गुडविलमा पनि सुधार हुँदै जान्छ भनेर भन्न सकिन्छ हैन। सेवाको गुणस्तरमा सुधार आउँछ। सेवाको गुणस्तर। त्यसपछि आएर कार्यालयमा के हुन्छ त सम्पर्क भेटघाट छलफल हुन्छ। यसबाट के हुन्छ त सांगठनिक गतिशीलता र सांगठनिक विकास पनि प्राप्ति हुन्छ भनेर राख्न सकेका थियौं। अर्को लागत घटाउन सहयोग गर्छ। लागत घटाउँछ हैन। त्यस्तै गरेर यसले पारदर्शिताको पनि प्रवर्धन गर्छ। पारदर्शिता प्रवर्धनको दृष्टिकोणले पनि हामीले यसलाई हेर्न सक्छौं। त्यस्तै गरेर अर्को भनेको अनियमितता दुरुपयोगहरू रोक्छ। रोक्नमा यसले मद्दत गर्छ हैन। त्यस्तै गरेर हाम्रो गुनासो व्यवस्थापन निर्णयको महत्त्वपूर्ण आधार भनेर यो ढंगले यी पोइन्टहरुलाई कभरेज गर्ने हो भने गुनासो भएपछि कार्यालयमा के हुने भयो सेवाको सम्बन्धमा ती गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने भयो र ढिलासुस्ती भइरहेको अवस्थामा प्रक्रियागत त्रुटिहरू भइसकेको अवस्थामा कार्यालयमा गुनासो भएपछि त्यो काम चाहिँ समयमै सम्पन्न हुने भयो र जसले गुनासो राखेको छ जसले यो ज्ञापन पत्रहरू बुझाएको छ जसले चाहिँ आफ्ना असन्तुष्टिहरू कार्यालयमा राखेको छ तिनीहरूका असन्तुष्टिहरू पनि सम्बोधन हुँदै जाने भए र यसरी सम्बोधन हुँदाखेरि संगठनको गरिमा संगठनको ख्याति र गुडविलमा चाहिँ बढोत्तरी आउँछ र सार्वजनिक सेवामा गुणस्तरीयता बढ्दै नागरिक सन्तुष्टि प्रवर्धन हुन सक्छ भन्ने हिसाबले र कार्यालयमा नागरिकहरूको बीचमा उपभोक्ताहरूको बीचमा सेवा प्रदायक र सेवाग्राहीहरूको बीचमा छलफल भेटघाट सम्पर्क टेलिफोन अन्तर्क्रिया लगायतका कुराहरू सार्वजनिक सुनवाई आदि हुने भएको भएर त्यस्तो खालको परिवेशबाट सम्पर्क र सम्बन्ध स्थापित हुन्छ सार्वजनिक सेवाको सम्बन्धमा सेवा प्रदायक र सेवाग्राहीहरूको बीचमा। त्यस्तै गरेर लागत घटाउँछ श्रमको पनि बचत गरिदिन्छ लागतलाई न्यूनीकरण गर्ने सम्भावना हुन्छ र यसले चाहिँ के हुन्छ सूचना तथा सञ्चारको
प्रवाह गर्न पनि यसले सहयोग गर्छ, पारदर्शिता प्रवर्धन हुन्छ, प्रतिस्पर्धा चाहिँ बढ्छ र विन को सिचुएसनमा आधारित रहेर द्वन्द्व व्यवस्थापन गर्न पनि यसले सहयोग गर्छ भनेर हामीले भन्न सक्छौं। द्वन्द्व व्यवस्थापन गर्ने एउटा महत्त्वपूर्ण उपाय पनि के हो त? गुनासोको सुनवाई गर्ने। गुनासो नै सुनवाई भएन भने द्वन्द्व निम्तिन सक्छ, विवाद निम्तिन सक्छ, त्यसलाई पनि यसले सहयोग गर्छ। कार्यालयमा हुन सक्ने सम्भावित अनियमितता, दुरुपयोग, हिनामिनाहरूलाई रोक्न सहयोग गर्छ। गुनासो व्यवस्थापन भइसकेपछि सही र परिपक्व निर्णयको महत्त्वपूर्ण आधार पनि यसले लिन्छ र समग्रमा चाहिँ विद्युतीय शासन, सुशासन र नागरिक सेवा र सन्तुष्टिको बढोत्तरीमा सहयोग पुग्छ भनेर महत्त्वलाई त्यो ढङ्गले तपाईहरुले लेख्ने। र त्यसपछि कानुनी व्यवस्थापनको सम्बन्धमा, कानुनी व्यवस्थाको सम्बन्धमा मैले कक्षामा पनि भनेका छु, कानुनी व्यवस्था भनेर लेखियो भने सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 एउटा हाम्रो महत्त्वपूर्ण कानुनको रूपमा रहेको हुन्छ, जसले सार्वजनिक सुनवाई, घुम्ती सेवा, गुनासो व्यवस्थापन सम्बन्धी कुराहरूलाई व्यवस्थित गरेको छ र सँगसँगै सुशासनको ऐन र नियमावलीलाई यसमा हामीले लेख्ने हैन। एउटा सुशासन ऐनलाई हेर्ने, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, सञ्चालन ऐन त्यसलाई हामीले हेर्न सक्छौं एउटा। अनि यसकै के गर्ने त? नियमावली राख्दिने 2064 हैन। त्यसपछि राख्दिने नियमावली, यसको नियमावली कति हुने भो? 2065 हैन। त्यस्तै गरेर तेस्रोमा हेर्यौं भने यो गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि छ। गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, व्यवस्थापन कार्यविधि यसको यो भनेको हाम्रो 2072 सालमा भएको यो कार्यविधि छ। त्यस्तै गरेर हेर्छौं भने सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि छ। सार्वजनिक निकायबाट सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि छ 2075। यसलाई पनि हामीले गुनासो व्यवस्थापनको रूपमा लिन सक्छौं। अर्को हेलो सरकार, हेलो सरकारलाई पनि हामीले लिन सक्छौं। हेलो सरकारमा गुनासो राख्ने, हेलो सरकार सञ्चालन, हेलो सरकार सञ्चालन निर्देशिका 2000 हेलो सरकारको कहिले हो? 68 मा हैन। त्यस्तै गरेर वेबसाइट, वेबसाइट सम्बन्धी छ एउटा, वेबसाइटको सञ्चालन सम्बन्धी, वेबसाइट सम्बन्धी छ 2068, जसलाई हामीले सार्वजनिक निकायले वेबसाइट व्यवस्थापन निर्देशिका भनेर भन्छौं। अरु ऐन नियमहरु चाहिँ सांगठनिक ऐन नियमहरुलाई लिन सकिन्छ। सांगठनिक ऐन नियम, यी कानुनहरुलाई हेर्ने र यी ऐन नियममा भएका व्यवस्थाहरुलाई पनि सँगसँगै हामीले लैजाने गर्छौं। ल यसरी यो सुशासन को व्यवस्थापन तथा सञ्चालन ऐन 2064 जसले यो सार्वजनिक सुनवाई, गुनासो व्यवस्थापन, उजुरी पेटिका, घुम्ती सेवा, प्रवक्ता राख्नुपर्ने, सूचना अधिकारी सम्बन्धी व्यवस्थाका कुराहरूलाई राखेको छ। यी दुईटा ऐन र नियमावलीमा यी कुराहरूको व्यवस्था भयो। गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधिलाई हामीले हेर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी कार्यविधि छ। हेलो सरकार सञ्चालनको लागि निर्देशिका बनेको छ। वेबसाइट सञ्चालन सम्बन्धी निर्देशिका छ। सार्वजनिक ऐन नियमहरु भइ नै हाले, संगठित संस्थाका ऐन नियमहरु भइ नै हाले, यसलाई चाहिँ हामीले रेखै पठाइदिने हाल्छौं है त। यो ढंगले हेर्छौं। पीडीएफ पनि तपाईहरुले पाइ नै हाल्नुहुन्छ। अर्को प्रश्न रहेको छ, यसमा संस्थागत व्यवस्थाहरुलाई पनि यो ऐनमा यस्तो खालको संस्थागत व्यवस्था छ भनेर पनि लेख्न सकिन्छ। अब हामी जान्छौं प्रश्न नम्बर 6 मा। प्रश्न नम्बर 6 मा छ, 6 मा राखिएको छ परिपत्र, परिपत्र
को आवश्यकता किन आवश्यकता पर्दछ र यसका प्रकारहरू प्लस प्रकारहरू भनेर राखिएको छ। अब यो परिपत्र भनेको तपाईहरुलाई थाहा नै छ, माथिल्लो तहको कार्यालय, माथिल्लो तहका पदाधिकारीहरूले तल्लो तहको कार्यालय अथवा पदाधिकारीहरूको बीचमा कामलाई सहजता निम्त्याउनको लागि कुनै पनि कानुनमा लेखिएका, कुनै पनि ऐन नियममा लेखिएका, नियम भन्दा पनि ऐनमै लेखिएका विषयवस्तुहरूलाई प्रष्टीकरण दिन, स्पष्टीकरण दिन, व्याख्या गर्न र डिटेलमा लेखेर कुनै मामिला, कुनै समस्या, कुनै समाधानको कुनै मामिलाहरूको सम्बोधन गर्ने एउटा तौर तरिका, एउटा पत्र व्यवहारको तरिकालाई हामीले के भन्छौं? परिपत्र भनेर भन्छौं। र यो परिपत्रले के गर्छ त? माथिबाट तल गइसकेपछि कार्यमा सहजीकरण गरिदिन्छ, निस्किएका दुविधाहरूको अन्त्य गरिदिन्छ, कार्यमा हुन सक्ने अस्पष्टता, अनियमितता र दोहोरोपनाहरूलाई अन्त्य गर्ने प्रयत्न चाहिँ यो परिपत्रले गर्दछ। र यसका प्रकारहरूमा हामीले हेर्दाखेरि एउटै कार्यालयबाट तल्लो तहमा जाने ठाडो लेभलको परिपत्र हुन सक्छ, एउटा चाहिँ एउटा कार्यालयबाट अर्को कार्यालयमा समान तहको कार्यालयमा जाने खालको परिपत्र पनि हुन सक्छ। र यसलाई हामीले आन्तरिक र बाह्य भनेर दुई ढंगले कार्यालयहरूको बीचमा हुने र एउटा चाहिँ बाह्य देशव्यापी रूपमा हुने खालका परिपत्रहरूलाई पनि हामीले यसमा लेख्न सकिन्छ। मुख्यतया हामीले यसमा चाहिँ एउटा आन्तरिक परिपत्र छुटाउने नहुने भनेको आन्तरिक परिपत्र, दोस्रोमा बाह्य परिपत्र, यसलाई व्याख्या गर्नुपर्छ, तेस्रोमा प्रक्रियागत, चौथोमा व्यापारिक, अथवा यसलाई हामीले गैर व्यापारिक पनि भन्न सक्छौं। यो ढंगले हेर्छ र सरकारी कार्यालयमा मुख्यतया हुने भनेको चाहिँ यी तीनवटा हो। यी तीनवटालाई डिस्क्राइब गर्दै गयौं भने चाहिँ भइहाल्यो। र यो आन्तरिक परिपत्र भनेको एउटा मन्त्रालयले आफ्नो मातहतका कार्यालयलाई गर्ने खालको परिपत्र भयो। बाह्य भनेको चाहिँ एउटा मन्त्रालयले गरे पनि अरु खालको डिटेलमा हुने खालको भयो भने अर्को रूपमा मान्ने भयो। र प्रक्रियागत भनेको कुनै प्रक्रियागत अस्पष्टता छ भने त्यसलाई सम्बोधन गर्नको लागि गरिने खालको परिपत्र भयो। ल यसको डिटेलमा चाहिँ नोटमा छ। र यसपछि हाम्रो प्रश्न नम्बर 7 मा राखेका छौं। प्रश्न नम्बर 7, प्रश्न नम्बर 7 यसमा हेर्नुहुन्छ भने के छ भन्दाखेरि नागरिकलाई मात्र प्राप्त हुने मौलिक हक, नागरिकलाई मात्र मौलिक हकको शीर्षकबाट आएको हो। प्राप्त हुने मौलिक हकको सूची बनाउनुहोस् भनेर राखेका थियौं हैन। ल नागरिकलाई मात्र प्राप्त हुने मौलिक हकहरू यसमा तपाईहरुले हेर्नुपर्ने हुन्छ। र यसमा मुख्यतया के छन् भन्दाखेरि एउटा हामीले हेर्ने भनेको स्वतन्त्रताको हक हो, स्वतन्त्रताको हक। दोस्रो समानताको हक हो। थोरै डिस्क्राइब गरौँला यसलाई। तेस्रो भनेको निशुल्क शिक्षा, निशुल्क शिक्षा। त्यस्तै गरेर निशुल्क स्वास्थ्य, निशुल्क स्वास्थ्यको हक हैन। त्यस्तै गरेर हेर्नुहुन्छ भने रोजगारी, छैटौं सामाजिक सुरक्षा, एक सेकेन्ड है, एउटा फोन आयो। हजुर भन्नु त, म यहाँ क्लासमा छु कि, भन्नु न।
अर्को सम्पत्तिको हक होइन। त्यस्तै गरेर सूचनाको हक, देश निकाला विरुद्धको हक, संविधानमा भएका यी हकहरू चाहिँ तपाईहरुले हेर्नुभयो भने नागरिकलाई मात्र प्राप्त हुने हकहरूको रूपमा हेर्छौं हामीले। कुरा बुझ्नुभयो? सामाजिक न्यायको हक, दलितको हक भन्दै लेख्नु भएको छ। मुख्यतया यो हो। मुख्यतया यसमा पनि केही विषयभित्र छिरियो भने चाहिँ व्यक्तिलाई भनेर लेखेको छ, अरूमा व्यक्तिलाई पनि प्राप्त हुने हकको रूपमा लेखेको छ। र यहाँनिर चाहिँ तपाईहरुले हेर्नुभयो भने स्वतन्त्रताको हक 17 मा हेर्नुभयो भने प्रत्येक नागरिकलाई देहाय बमोजिमको स्वतन्त्रताको हक हुनेछ भनेर लेखेको छ। त्यो प्रकार के हुने भयो? यो नागरिकलाई मात्र प्राप्त हुने भयो। अर्को समानताको हकमा पनि हेर्नुभयो भने प्रत्येक नागरिकलाई राज्यले चाहिँ यस्तो खालको व्यवहार गर्नेछ, अथवा नागरिकहरूको बीचमा धर्म, वर्ण, लिङ्ग यिनीहरूको बीचमा भेदभाव गर्ने छैन भनेर नागरिकको मात्रै कोड गरेको छ, व्यक्तिको कोड गरेको छैन। यसका लागि तपाईहरुले के थाहा पाउनु पर्ने हुन्छ भन्दाखेरि व्यक्ति को हुन्, नागरिक को हुन् भन्ने कुरा थाहा पाउनुपर्छ। व्यक्ति र नागरिकको बीचमा रहेको भिन्नता चाहिँ थाहा पाउनुपर्छ, तब मात्रै यो कुरा लेख्न सकिन्छ। तपाईहरुले परीक्षामा मौलिक हक त तपाईहरुले 31 वटै कण्ठ पार्नुहुन्छ, 31 वटा धारा वाइज लेख्न जान्नु भएको हुन्छ। तर परीक्षामा के सोधिन्छ? परीक्षामा सोधिन्छ कहिले नागरिकलाई मात्र प्राप्त हुने मौलिक हकहरू लेख्नुहोस् भनेर सोधिन्छ हो। कहिले काहीँ के भनिदिन्छ? 2072 सालको संविधानमा थपिएका मौलिक हकहरू कुन कुन हुन् भनेर सोधिन्छ। पहिला कुन कुन थिए भने पढ्या नै छैन हैन। 31 वटा मौलिक हक पढ्या छ, तर थपिएका कुन हुन् पढ्या छैन। मौलिक हकहरू के रे नागरिकलाई मात्र प्राप्त हुने मौलिक हक के हुन् भन्ने कुरा थाहा पाइएन भने के हुन्छ त? पढ्यो 31 वटा पढ्यो, लेख्ने बेलामा छैन। त्यस्तो हुने सम्भावनालाई उगार्नको लागि मैले तपाईहरुको कक्षामा नोटमा पनि राखिदिएको छु र कक्षामा पनि भनिदिएको छु। यो स्वतन्त्रताको हक, समानताको हक, निशुल्क शिक्षा हैन, निशुल्कमा पाउने शिक्षालाई सबैको हक छ, तर निशुल्क रूपमा पाउनको नागरिकको मात्रै हो। स्वास्थ्य पनि त्यही हो, रोजगारी पनि त्यही हो, सामाजिक सुरक्षा, सम्पत्ति, सूचना, देश निकाला विरुद्धको हकलाई चाहिँ हामीले यसरी लेख्न सक्छौं। यही ढंगले यसको तपाईहरुले सूची बनाउँदै जानुपर्ने हुन्छ। र त्यसपछि यसमा यति भयो। यो प्रश्नले यति मात्रै मागेको छ। त्यसपछि निर्वाचन आयोगका कार्यहरू प्रश्न नम्बर 8 मा 8 यो त तपाईहरुले पढि नै सक्नु भएको छ। त्यो भएको भएर यसमा म धेरै गइन। धारा 246 हेर्ने लेख्ने, धारा 246 हेर्ने लेख्ने। प्रत्येक संगठनका कार्य र काम कर्तव्य अधिकार हामीले परीक्षामा पढेका नै छौं। त्यो भएको भएर म यसमा डिटेलमा गइन, तपाईहरुले लेख्न सकिहाल्नुहुन्छ। प्रश्न नम्बर 9 मा जाउँ। प्रश्न नम्बर 9 मा राखिदिएको छु। अलि महत्त्वपूर्ण प्रश्न। तपाईहरुले हिजो अस्ति थोरै मौलिक हकहरू मात्र पढ्नु भएको थियो। यो भिन्नता पनि राख्ने खाली तपाईहरुलाई ओहो प्रश्न कस्तो आएको भन्ने लागेको पनि होला। मौलिक हक र राज्यका निर्देशक सिद्धान्त बीचको, राज्यका निर्देशक सिद्धान्त र तथा नीति बीचको भिन्नता राखिदिएको थिए हैन। ल यसलाई यसको भिन्नता हामीले यहाँनिर हेर्न सक्छौं। यसको भिन्नतामा हामीले पक्कै पनि तपाईहरुलाई थाहा छ मौलिक हकहरू भनेको संविधानमा नै सुनिश्चित गरिएको, दुवै संविधानमा नै हो, संविधानले नै ग्यारेन्टी गरेको, प्राप्त हुने ग्यारेन्टी गरेका हकहरू हुन्। जसको मौलिक हक चाहिँ कार्यान्वयन भएन भने संविधानको धारा 133 र 144 समेतको प्रयोग गरेर त्यस्ता अधिकारहरूलाई प्रचलनमा ल्याउन सक्ने, अदालतमा प्रश्न उठाउन सक्ने खालका व्यवस्थाहरूलाई केन्द्रित भएर राख्न सकिन्छ भने राज्यका निर्देशक सिद्धान्तहरू भनेका मार्गदर्शकहरू मात्रै हुन्, मार्गदर्शकहरू मात्रै हुन्। र यसरी यसका यी निर्देशक सिद्धान्त र नीतिहरू चाहिँ अदालतमा प्रश्न उठाउन पाइँदैन। राज्यको अग्रगमनको लागि, राज्यको
सकारात्मक परिवर्तनको लागि र एउटा सकारात्मक हिसाबले अनुसरण गर्नुपर्ने सिद्धान्त, आधार, आदर्श, मार्गदर्शनको रूपमा मात्र रहन्छन् भन्ने हिसाबले पढेका थियौँ र यसको पनि टेबल बनाएर सूची सहित मैले नोटमा राखिदिएको छु। त्यही तपाईहरुले यसलाई हेर्नु होला। अलिकति समयको कमी भएको भएर यसलाई पनि हामीले डिटेलमा प्रश्न नै बनाएर यहाँनिर लेख्न नपाए पनि अब नोटमा तपाईहरुको प्रश्न नै लेखेर राखिदिन्छु। सोही अनुसार तपाईहरुले यसलाई हेर्नु होला। र 10औं नम्बरमा राखिएका थियौं नागरिक सचेतनाको सबल र दुर्बल पक्ष। सबल र दुर्बल पक्ष। ल अब यसमा हामीले नागरिक सचेतना भित्र चाहिँ के कुरा थाहा पाउँछौं भन्दाखेरि नागरिक सचेतना भनेको देशव्यापी विश्वव्यापी रूपमा भएका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय विकासात्मक घटनाहरू र त्यस सम्बन्धी परिवर्तनहरूको बीचमा सत्य र असत्य बीच छुट्याउन सक्ने मानवीय मस्तिष्कको विकास गर्नु नै के हो त नागरिक सचेतना हो। त्यसैले यसका सबल पक्षहरूको रूपमा शिक्षामा कस्तो अब सकारात्मक परिवर्तन भएका कुराहरू, स्वास्थ्य क्षेत्रमा स्वास्थ्यप्रति संवेदनशील भएको, व्यक्तिगत, पारिवारिक र सामुदायिक स्वास्थ्यप्रति सचेत भएका विषयहरू, विभिन्न खेलकुद घटनाक्रममा सहभागी भएका कुराहरू, राष्ट्रको पहिचान, विभूतिहरूलाई, शहीदहरूलाई सम्मान गर्ने कुराहरूलाई चाहिँ सकारात्मक पक्षको रूपमा राख्ने र नकारात्मक पक्षको रूपमा नागरिक सचेतना चाहिँ राजनीतिक रूपमा डिभाइडेड छ, सरकारहरू अस्थिर छन्, देशमा नागरिकहरू चाहिँ छिटो र गैर कानुनी अथवा अरू ढङ्गले भए पनि छिटो धन सम्पत्ति कमाउनेतर्फ केन्द्रित भएका छन् र द्वन्द्व र विवादको अवस्था छ, नागरिकहरूको बीचमा नै आन्दोलन, असन्तुष्टि का कुराहरू छन् भन्ने हिसाबले फेरि दुर्बल पक्षहरूलाई राख्ने। यसलाई पनि डिटेलमा नोटमा राखिदिएको छु है त। व्यक्ति, नागरिक र दुवैलाई मिल्ने गरी अलग अलग सूचीकृत गरिएको छ भन्नुभएको छ। सूचीकृत नै गरिएको भन्दा पनि संविधानमा त त्यसरी ठ्याक्कै 16 देखि 46 सम्म राखिदिने कुरा भयो र त्यहाँनिर भित्र लेख्दाखेरि नागरिकलाई पाउने हक भनेर यो भनेको छ, नागरिकले पाउने भनेर भनेको छ, व्यक्तिले पाउने भनेर भनेको छ। सोही अनुसार हामीले छुट्याउने हो हैन। त्यस अनुसार कुन कुन चाहिँ नागरिकले पाउने रहेछ, कुन कुन चाहिँ व्यक्तिले पाउने रहेछ भनेर हामीले छुट्याउने हो। एकचोटि संविधान चाहिँ हेर्नु पर्यो। सबै नहेर्ने साथीहरूलाई पनि नोटमा मैले राखिदिएको छु, क्लासमा भइ नै हाल्छ। सोही ढङ्गले हामीले यसलाई हेर्दै जान्छौँ। यहाँसम्म क्लियर भयो? केही कन्फ्युजन छ, जिज्ञासा छ तपाईहरुको? केही कन्फ्युजन, जिज्ञासा छ भने संक्षिप्तमा सोध्न सक्नुहुन्छ। ल हामीले यो ढङ्गले ट्याक्क आजको कक्षा चाहिँ समापन गर्यौं। अब फेरि अरू कक्षाहरू चाहिँ क्रमशः हेर्दै जाउँला। आजलाई हामीले यति गर्यौं। तपाईहरुको जिज्ञासा पनि देखिएन, त्यो भएको भएर आजलाई हामीले यति गर्यौं। अरू कक्षाको विषयवस्तुहरू, अरू केही विषयवस्तुहरू भने फेरि कक्षामा सोध्नु होला। अब यहाँ फेसबुक लाइभमा आएका सबै जिज्ञासाहरू एक एक गरेर समाधान गर्न सक्ने अवस्था रहँदैन। त्यसैले अरू जुममा जोडिएका साथीहरूको केही जिज्ञासा रहेछ भने फेरि कक्षामा हेरौँला है त। ल सबै साथीहरूलाई शुभ दिन।